पनि मिल्दैन नेपालकोसँग। यहाँ चाहिँ टमाटर काट्नेहरू चाहिँ ह्याप्पी न्यु इयरको लागि झन्नै रुको रे। हेलो साथीहरू, नमस्ते। म फेरि पनि तपाईँहरूको सामुन्ने आइसकेको छु नयाँ भिडियो लिएर। र साथीहरू, आज चाहिँ नि म धेरै दिनपछि भिडियो बनाउन गइरहेको छु र आज चाहिँ ह्याप्पी न्यु इयर साथीहरू। अनि हामी चाहिँ नि न्यु इयर मनाउनुको लागि जाँदैछौँ साथीहरू। अनि आज चाहिँ हामी के गर्नेछौँ सबै तपाईँलाई देखाउने नै छौँ साथीहरू। हामी दुईजना चाहिँ जाँदैछौँ अहिले चाहिँ नि चर्च मनाउनुको लागि। यता गर्दा चाहिँ अँधेरो देखिँदो रहेछ साथीहरू। अब केही छैन, मान्छे नै कालो हो, भिडियो नि हल्का त कालो हो, त्यही त नि। अब हामी चर्च जानेछौँ साथीहरू। अनि के गर्नेछौँ सबै तपाईँलाई देखाउनेछौँ। हाम्रो भिडियोलाई सुरुदेखि नै हेरेर साथ दिनुहोला साथीहरू। आकार पनि मिल्दैन नेपालकोसँग। कलर यो कलर हेर्दा आकार हेर्दाखेरि चाहिँ नेपालको होइन, इन्डियन नेपाली कलर त्यही त भने। म यो जोखिहाल्छ नि ल। यहाँ चाहिँ चिउरा जोख्दै हुनुहुन्छ अर्कै पसलमा। अझै आउनु पर्ने रहेछ। हेलो, खै हेलो हेलो अग्रता, हेलो हेलो। टमाटर काट्नेहरू चाहिँ यहाँ छन्। जीवन लसुन पियाज ना के ब्लाड में ना उन्हें जाने का वो मेरी फिर नहीं आलस। ह्याप्पी न्यु इयरको लागि बर्थ चाहिँ ठिक रहेछ है। वाउ, अब यो मलाई लाग्छ दिदी र म लाने के गर्नु। एउटा मलाई छु है। अनि अर्को पनि बट्टा छ। हुँदैन, अर्को पनि बट्टा छ। नमस्ते नमस्ते, जय मसी, जय मासी। नयाँ वर्षको शुभकामना छ है सबैजनालाई। म अलि निहुरिनु परेछ, म अलि अग्लै जस्तो छु है। म अलिकति ठाडै बनाउँछु, म अलिकति नक्कले पनि छु है। धन्यवाद हाम्रो सञ्चालिका बहिनीलाई। अनि कति गते सञ्चालन गरियो त्यो चाहिँ मलाई थाहा छैन, तर 83 सालको 1 गते छुट्नु परेको छ है। दुःख लाग्छ, भेट्नु छुट्नु त यो
परिस्थिति नभएर उहिले चाहिँ बिडीको विडम्बना भन्थ्यो, तर त्यो मलाई थाहा छैन। तर खाजा खानु खाजा खाँदै बस्नुहुन्छ यता खाजा खाने के चाहियो भन्नु है प्रशस्तै के चाहियो भन्नु है के चाहियो भन्नु है के चाहियो भन्नु है म भित्र फोन गरिदिन्छु भन्नु है साँच्ची के चाहियो आइपुगेन हो र यता चिसो आइपुगेको रहेन स्प्राइट यहाँ त यस्तो भिड रहेछ भान्सा चाहिँ यहाँ छ रहेछ त यहाँभित्र चिसो बाहिर सक्यो भन्दै थियो हेलो तपाईँहरू माइतदेखि आउनु भएको हजुर माइती आउनु भएको ए म चाहिँ माइत गएको यिनी चाहिँ घर गएको ला हो र यिनी चाहिँ घर गएको म चाहिँ माइत गएको अनि तँ चाहिँ नपोते न सिन्दुर कहाँ गइरहेको यसरी म चाहिँ नि भागेको पक म घरमा सुनाइदिन्छु गयो यिनीहरू मलाई छोडेर आजदेखि गयो यिनीहरू बाई बाई मैले बिदा कार्यक्रम दिइसकेको झोला सोला बोकाइदिएर बाई बाई ओए आज छुट्नु परेपछि त सधैँ छुट्नु पर्छ अरे ला कुन दिन नछुटेको यसरी मधे त छुटेर गएको हो नि त ल बिदा दिएर झन्नै रुको रे ओइ फाइनली आइपुगिस् होइन खोइ भित्र्याउने मान्छे यसो घरको उसमा ढोका सोकामा पानी सार्ने पनि छैन ल फेरि फर्कियो त जानु फोटो भिडियो खिच्दा रात परो साथीहरू देख्न सक्नुहुन्छ प्रत्यक्ष यस्तो भन्छ दिन छुटिँदैन ल ल अब हामी मात्रै भयौँ सबै गएन